10 नम्बरको खेल हुँदैछ दशरथ रङ्गशालामा कविन बेन्जनकर स्टार्टिङ विसल उनको अवसर यहाँ उत्कृष्ट सेभ अन्त बल अगाडि बढाउँदै चितवन एफसी The pass is Ritik cut गर्न सफल Gero on the ball Gero को shot and that is the powerful shot Smith fresh the ball जित्न सफल अन्जन ब्लक गरिदिए छिरिङले अझै पनि अवसर try प्रयासरत थियो FC चितवन they strike the first blood राम्रो अवसर Aji Gero यो जतिको इजी चान्स उनले यस खेलमा राम्रो स्पटबाट फ्री किकको अवसर हो यो झापाको लागि गेरो अगाडि बढिसकेका थिए यो निकै क्यापिटलाइज मान्सरे र यहाँ भने यो हाई फुट थियो जेब्रिन मान्सरे लडेका छन् उनको यो क्रस नौदिर थियो त्यहाँ अझै पनि चान्सेस छ अन्जन बेस्ट र हेडर मान्सरेको अन्जल विथ द पञ्च फाउनी छिरिङको यो क्रस डेन्जर हुन सक्छ र यहाँ कन्फ्युजन एन्ड द्याट अमलको अन्तिम टच त्यो लाग्यो पोस्टमा र त्यो फर्केर पुग्यो अमल नाइटको हातमा गेरो सेटअप गर्न चाहन्छन् यो राम्रो पास उज्जवल त्यति राम्रो रहन सकेन अविनाश शाक्दान about a goal goalkeeper that was a dangerous move उज्जवल अझै पनि उज्जवल फाउलको अपेक्षा Lajar Arsik with that shot and it hits the bar 10 was Amal Knight the Serbian with a whirlwind अब भने मौका हुन सक्छ झापाको लागि यो पास Aaron Thapa 1-on-1 taking the defenders of FC Chitwan. Was it a penalty? A penalty in favor of Jhapa FC. Well, this Gero! Alhazi Gero gets his first goal in the tournament. Barabarima Amal Knight Chakiye goal garna safal Alhazi Gero. That was quite something. Of a killing to never